बारम्बार मर्नुभन्दा एकपल्ट मर्नु असल हुन्छ भन्ने एउटा भनाइ छ। बारम्बार हार्नुभन्दा एकचोटि हिम्मत गर्नु नै असल हुन्छ। के तपाईँलाई लाग्छ कि मैले जीवन जिरहेको होइन तर जीवन कटाइरहेको छु? के तपाईँ जिन्दगीमा असफल भएर चिन्तित हुनुहुन्छ? अथवा तपाईँ आफ्नो लक्ष्यतिर पुग्न सकिरहनु भएको छैन? के आफूले आफूलाई केही मूल्यको ठान्नु भएको छैन? अथवा तपाईँ जिन्दगीदेखि हरेस खाइरहनु भएको छ? त्यसो हो भने यो भिडियो तपाईँको लागि हो, अन्तिमसम्म हेर्नुहोला। एकजना शिल्पकार थिए। उनी अत्यन्त सिपालु तथा कुशल मूर्तिकार थिए। उनले प्रख्यात र प्रसिद्ध मूर्तिहरू बनाइसकेका थिए। उनको कलालाई सारा मानिसले देखेका थिए र उनले बनाएका मूर्तिहरू महँगो मूल्यमा बिक्री हुन्थ्यो। उनलाई ढुङ्गा कुदेर मूर्ति बनाउन अत्यन्त मन पर्थ्यो। उनी जहाँ गए तापनि उनको झोलामा मूर्ति बनाउने औजारहरू लिएर जान्थे र जहाँ अलिकति राम्रो ढुङ्गा देख्थे त्यहाँ नै बसेर मूर्ति बनाउन सुरु गर्थे। समय बित्दै थियो। एक दिन उनी लामो यात्राको निम्ति निस्के। बाटोमा जाँदै गर्दा लामो यात्राको कारणले गर्दा उनी थकित भए र विश्राम गर्नको निम्ति एउटा ठुलो वृक्षको छायामा बसे। रुखको छाया अनि हिमालको चिसो हावामा आफ्नो थकाइ मार्दै थिए। अचानक उनको आँखा एउटा ढुङ्गामा पर्यो र यसबाट नै एउटा आकर्षक मूर्ति बनाउनु पर्यो भनेर ढुङ्गा भएको ठाउँतिर गए। झोलाबाट छिनो र हतौडी लिएर एउटा आकार दिनको लागि ढुङ्गामाथि छिनो प्रहार गरे। पहिलोचोटि प्रहार गर्दा ढुङ्गा चिच्याएर मलाई दुखो, मलाई चोट नदिनुहोस् भनी कराउन लाग्यो। शिल्पकारले दोस्रो प्रहार गरे। ढुङ्गा झन बढी चिच्याउँदै मलाई चोट नदिनुहोस् भनी कराउन थाल्यो। तब त्यो ढुङ्गालाई फ्याँकिदिए र त्यसलाई कुद्न छोडिदिए र त्यही नजिक भएको अर्को ढुङ्गा लिए र त्यसलाई आफ्नो हातमा भएको छिनोले कुद्न थाले। शिल्पकारले छिनोद्वारा प्रहार गर्न सुरु गरे। पहिलोचोटि छिनो लगाउँदा केही प्रतिक्रिया आएन। दोस्रो, तेस्रो, चौथो गर्दै ढुङ्गालाई कुदेर एउटा सुन्दर मूर्ति बनाए तर पनि कुनै प्रतिक्रिया आएन। त्यस ढुङ्गाले चुपचाप चोट सही बसिरह्यो र अन्त्यमा एउटा सुन्दर र आकर्षक मूर्ति भयो। शिल्पकारले मूर्तिलाई हेर्यो। मूर्ति त उसले जीवनभरि बनाएको मूर्तिहरू मध्ये अति सुन्दर मूर्ति भएकोमा एकदमै खुसी भयो। उनले मूर्तिलाई घरमा लिएर गयो र शिल्पकारले त्यो मूर्तिलाई बेच्नको निम्ति राखे। एक दिन एकजना व्यापारी आएर त्यो मूर्तिलाई सबैभन्दा धेरै मूल्य दिएर किने र ती मूर्ति बहुमूल्य बन्यो र व्यापारीको घरमा सजिएर बस्यो। तर जुन ढुङ्गा आकार दिन छिनो प्रहार गर्दा चिच्याएको थियो त्यसलाई बाटोमा हिँड्ने बटुवाले खुट्टाले कुल्चिएर कुनै काम नलाग्ने भयो। तब शिल्पकारले मनमा नै सोच्यो, जीवनमा केही बन्नको लागि केही दुःख, कष्ट, पीडा, चोट सहन जान्नुपर्छ, तब मात्र जीवनमा केही बन्न सकिन्छ। साँच्चै नै जो व्यक्ति सानो चोट, कष्ट र पीडालाई झेल्न नसकी भाग्छ तब त्यो कहिल्यै भनेको जस्तो बन्न सक्दैन तथा बहुमूल्य बन्न सक्दैन भन्ने कुरा यस कथाले सिकाउँछ। एउटा प्रसिद्ध भनाइ छ, नो पेन नो गेन। धेरै मानिसहरू सफलता तथा सक्सेस पाउन लालायित हुन्छन् तर दुःख कष्टलाई इन्कार गर्छन्। दुःख कष्टलाई इन्कार गर्नु भनेको सफलतालाई इन्कार गर्नु हो। कडा परिश्रम नै सफलताको कुञ्जी हो। जसरी निरन्तर थोपा थोपा पानीले ढुङ्गा छेड्न सक्छ त्यसरी नै निरन्तर मेहनतले असम्भव जस्तो लाग्ने लक्ष्य पनि प्राप्त गर्न सकिन्छ। यो जुनसुकै लक्ष्य प्राप्त गर्ने एउटा हतियार हो। जब हामी कडा मेहनत गर्छौँ भने हामी आफ्नो क्षमताको सीमा पार गर्न सक्छौँ र नयाँ उचाइहरू छुन सक्छौँ। हामी इन्द्रियणी मन पराउँछौँ तर वर्ष मन पराउँदैनौँ भने
हामीले कहिल्यै पनि इन्द्रिणी देख्ने छैनौँ। संसारमा भएका प्रसिद्ध र धनाढ्य व्यक्तिहरूको प्रख्यातिलाई सुन्दाखेरि म पनि त्यस्तै हुन पाए हुन्थ्यो भनेर सोच्छौँ। तर उनीहरूले त्यो प्रसिद्धि पाउनको निम्ति कति त्याग, तपस्या र कडा परिश्रम गरे भन्ने कुरालाई सोच्दैनौँ। महान व्यक्तिहरूले पनि सङ्घर्षको दिन काटेका थिए, तर उनीहरूले कहिल्यै हार मानेनन्। धैर्य, आत्मविश्वास र निरन्तर प्रयासले नै सफलता हासिल गरेका हुन्। गायक अरिजित सिंहले एकपल्ट भनेका थिए, मेरो स्वर पहिला यस्तो थिएन, यस्तो स्वर बनाउन मैले मेरो शरीरलाई ठुलो यातना दिएको छु। सफलता हासिल गर्न सजिलो छैन, असफलताले हामीलाई पल पल मार्छ। त्यसकारण एकपल्ट परिश्रम गर्ने हिम्मत गर्नुहोस् र परिश्रम नै तपाईँको जीवनशैली बन्न पुग्नेछ। सफलता उनीहरूकै हातमा पर्छ जसले कठिनाइहरूलाई पार गरेर अघि बढ्ने साहस गर्छन्। सजिलो बाटोले कहिल्यै उपलब्धि दिन सक्दैन तथा ठुलो सफलता दिन सक्दैन। जुन लक्ष्य तपाईँले आजसम्म प्राप्त गर्नुभएको छैन, कडा परिश्रम बिना ठुला सपनाहरू पुरा हुन सक्दैनन्। सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, तर सपना त्यो हो जसले निदाउन दिँदैन। तपाईँका सपनाहरू ठुला छन् भने तपाईँको मेहनत त्यो सपनाभन्दा पनि ठुलो हुनुपर्छ। त्यो प्राप्त गर्नको निम्ति त्यस्ता कार्य गर्नुहोस् जुन कार्य आजसम्म तपाईँले कहिले गर्नुभएको थिएन। भनिन्छ, मेहनत गर्नेसँग ईश्वर पनि डराउँछन्। यसरी मेहनत गर्नुहोस् कि तपाईँका सफलता देखेर मानिसहरू मात्र होइनन्, तर ईश्वर नै छक्क परुन्। अहिले हाँसेर जिन्दगीभर रुने कि अहिले रोएर जिन्दगीभर हाँस्ने, यो तपाईँकै हातमा छ। छनौट तपाईँको हो, जीवन पनि तपाईँको हो। त्यसकारण आफ्नो काममा, आफ्नो सपनामा र आफ्नो उद्देश्यमा लागिरहनुहोस् र कडा परिश्रम गर्नुहोस्। आजको मेहनतले तपाईँको भविष्यलाई निर्धारित गर्नेछ। तपाईँ बहुमूल्य, सफल, प्रसिद्ध र धनी व्यक्ति हुन यस संसारमा हुनुहुन्छ। त्यसकारण भोलिलाई हेर्नुहोस् र मेहनत गर्नुहोस्। असफलता र दुःख कष्टबाट सिक्दै अगाडि बढ्नुहोस्। हरेक चुनौतीलाई आफ्नो साथी बनाउनुहोस् अनि आफ्नो लक्ष्य प्राप्त गर्न कहिल्यै हार नखानुहोस्। आफ्नो लक्ष्यप्रति अटल रहनुहोस्, निरन्तर अगाडि बढ्नुहोस्, कहिल्यै पनि पछि नहट्नुहोस्, किनभने तपाईँको मेहनतले मात्र तपाईँको भविष्य कोर्नेछ। तपाईँको सफलता तपाईँको एक कदम अगाडि छ। त्यसकारण एक एक गरेर कदम चाल्नुहोस् र एक दिन तपाईँले अवश्य पनि सफलता हासिल गर्नुहुनेछ र तपाईँ एक दिन प्रसिद्ध हुनुहुनेछ र बहुमूल्य पनि हुनुहुनेछ। तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र मन परेमा लाइक पनि गरिदिनुहोला र यस्तै प्रकारका जीवनोपयोगी प्रेरणादायी कथाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हाम्रो परिवारको एक सदस्य बन्न सक्नुहुनेछ। तपाईँको दिन शुभ रहोस्।